कुनै बेला नेपालमा 18 घण्टाभन्दा बढी समय लोड सेडिङ हुन्थ्यो। तर अहिले त्यस्तो अवस्था नभए पनि अक्कलझुक्कल विद्युत आपूर्ति अवरुद्ध भइ नै रहेको हुन्छ। यस्तो बेला हामी रिचार्जेबल लिड बल्बको प्रयोग गर्न सक्छौँ। धेरैले नेपालमा यस्तो बल्ब प्रयोग गरिरहेका पनि छन्। यस्तो बल्बलाई इन्भर्टर बल्ब र इमर्जेन्सी बल्ब जस्ता नामले समेत चिन्ने गरिन्छ। यस्तो रिचार्ज हुने लिड बल्ब खरिद गर्ने बेला के कुरामा ध्यान दिने भन्ने बारेमा आज हामी यो भिडियोमा चर्चा गर्न गइरहेका छौँ। त्योभन्दा पहिला यो बल्बको विशेषताका बारेमा थोरै बुझौँ। रिचार्जेबल यस्ता बल्बभित्र लिथियम आयोन ब्याट्री हुने गर्छ। यही ब्याट्री रिचार्ज भएर यो बल्ब बल्ने गर्छ। विद्युत आपूर्तिको समयमा यी बल्ब विद्युतबाट बल्छन् र सँगै रिचार्ज पनि हुने गर्छन्। विद्युत गएपछि भने स्वत बल्न पुग्छन्। यस्ता बल्बलाई रिचार्ज हुन सामान्यतया 7-8 घण्टाको समय लाग्ने गर्छ। रिचार्ज भएका बल्बको फेदमा दुई तारलाई हात, सिक्का वा अन्य सुचालकले एकै पटक छुँदा बत्ती बल्ने गर्छ। करेन्ट भने लाग्दैन। बल्बको ब्याकअप 3 देखि 4 घण्टा भनिए पनि सामान्यतया नेपालमा बेचिने सामान्य बल्बले 1-1.5 घण्टा उज्यालो मात्र दिने गर्छन्। हेर्दा पनि यी बल्ब अन्य बल्ब जस्तै देखिन्छन्, तर भित्र भएको ब्याट्रीका कारण अन्य बल्ब भन्दा केही गह्रौँ हुने गर्छन्। यी बल्ब खरिद गर्दा कोठाको आकार अनुसार कति वाटको बल्ब खरिद गर्ने भन्ने कुरा विचार गर्नुपर्छ। सामान्यतया 9 वाटको बल्बले सामान्य कोठा उज्यालो हुन्छ। विद्युत बले जस्तै उज्यालो भने यस्तो बल्बले अलि दिँदैन, थोरै डिम अनुभव हुन्छ। त्यही भएर खरिद गर्ने बेला बल्बको लुमिनस फ्लक्स अर्थात् चम्किलोपना पनि ख्याल गर्नुपर्छ। विशेषतः 9 वाटको बल्बमा लगभग 900 लुमिनस फ्लक्स भए सामान्य मानिन्छ। यस्तो बल्ब खरिद गर्दा अर्को ध्यान दिनुपर्ने कुरा हो ब्याट्रीको क्षमता। सामान्यतया 2200 देखि 2400 एमएच ब्याट्री क्षमताका बल्बहरू राम्रो मानिन्छन्। मतलब जति बढी एमएच उति राम्रो। अर्को कुरा वारेन्टीको विषय पनि महत्त्वपूर्ण हुन्छ। सामान्यतया 6 महिनादेखि 1 वर्षको वारेन्टी यस्तो बल्बमा दिइने गरिन्छ। पसलमा बल्ब खरिद गर्ने बेलामा नै पसलेलाई बल्बमा सिग्नेचर गराएर वारेन्टीको विषय फाइनल गर्नुपर्छ। बढी चार्ज भई बल्बलाई बिग्रन नदिन यसमा ओभरचार्ज प्रोटेक्सन छ छैन भन्ने कुरा बुझ्दा राम्रो हुन्छ। यस्तो बल्बको काम गर्ने तरिका निकै सरल तर स्मार्ट हुन्छ। सामान्य अवस्थामा यसले 220 भोल्ट एसीबाट प्रकाश दिन्छ र भित्रको लिड ड्राइभरले एसीलाई डीसीमा परिवर्तन गरी लिडलाई चलाउँछ। उही समयमा बल्बभित्रको सानो लिथियम आयन ब्याट्री बिस्तारै चार्ज भइरहन्छ। जब घरमा बत्ती हुन्छ, सर्किटले एसी आपूर्ति पहिचान गर्छ र ब्याट्रीलाई लिडबाट अलग राख्छ। तर अचानक एसी काटिँदा सेन्सिङ सर्किटले त्यसलाई तुरुन्तै बुझ्छ र लिडलाई मुख्य ड्राइभरबाट हटाई ब्याट्रीको डीसी आपूर्तिमा स्विच गरिदिन्छ। ब्याट्रीको कम भोल्टेजलाई लिड चलाउने स्तरमा बढाउन सानो बुस्ट कन्भर्टर प्रयोग हुन्छ, जसले आपतकालीन अवस्थामा केही घण्टा प्रकाश दिन सक्षम बनाउँछ। यसरी एकै बल्बले सामान्य र आपतकालीन दुवै मोडमा काम गर्न सक्छ। नेपालमा वेगा, क्रम्पटन, फिलिप्स, सिल्भरटेक, बोनेक्स, दिव्या जस्ता बल्बहरू बजारमा बिक्रीका लागि राखिएका पाइन्छ। यस्ता बल्बहरू सामान्यतया बल्बमा हुने 2वटा पिन जस्तो धातुले होल्डरमा अड्काउने B22 भनिने खालका हुन्छन्। नेपालमा पाइने सामान्य बल्बको 500 रुपैयाँ र
केही राम्रा बल्बको 700-800 रुपैयाँ मूल्य लिएको पाइन्छ।